सो हेलो एभ्रिवान, वेलकम ब्याक माई युट्युब च्यानल। इट्स मी सौगात गले र तपाईँहरूलाई स्वागत छ मेरो गले एउटा ब्लगमा। यो मेरो 5औं ब्लग र म चाहिँ अहिले केटिएममा छु र मेरो ब्लग कस्तो लाग्छ तपाईँहरूलाई हैन कमेन्ट गरिदिनु होला। र मैले ब्लग राम्रो त बनाएको हुँदिनँ, राम्रो एडिट गर्न आउँदैन, तैपनि हैन माया देखाइदिनु होला। र अहिले चाहिँ म यस्तोबाट ब्लग बनाउन लाग्यो, मोटो ब्लग सुरु गर्न लाग्यो है। कस्तो लाग्छ ब्लग हेरिदिनु होला। यही हो मेरो बाइक। अनि धेरै कुरा किन गर्नु, अब भिडियोतर्फ नै जाउँ है त। ल सो गाइस, वेलकम छ तपाईँहरूलाई मेरो ब्लगमा है त। म चाहिँ यस्तै हो गाइजहरू होइन। सो गाइज, अनि यस्तै हो पारा मेरो जिन्दगी काठमाडौँमा अहिले चलिरहेको छ। यसरी नै म भ्लग गर्दै होइन। पनि के भन्थे हो, म पनि त्यस्तै हो गाइजहरू होइन। यो चाहिँ बुद्धेश्वरी मन्दिर हो गाइजहरू होइन। बगाल मजा आउँछ यहाँतिर चाहिँ। मजाले सेक्रेट हार्ट स्कुल जाँदैछु। सेक्रेट हार्ट स्कुल। सो गाइस, लाइक सब्सक्राइब सेयर गरिदिनु होला। भिडियो यस्तै हो, सर्ट भिडियो। बस सेक्रेट हाई स्कुल सिकेको। सर शिवम छैन? शिवम हजुर, नर्सरीमा होला है। अब नर्सरीमा त हैन होला शिवम त। खै कति क्लासको हो त्यो थाहा भयो मलाई। एलकेजी को होला। हजुर, मिटिङ छ। भने चाहिँ अब माथि जानुपर्ने हो भाइ। ल खै लिग न, लिग त्यो लिग छिटो। दादाले बाइक बनाउँछ क्या। दिमाग हाने मेरो आज यार यो सेक्रेट हाई स्कुलले। यहाँ बस्न, पछाडि बस्ने कि अगाडि बस्ने? यहाँ बस्छ ल। दादा समाज अब म लागेको घरतिर। शिव
र म घरतिर लागेको अब गाइज होइन। अनि बाटोमा चाहिँ आम्मामा भिड चाहिँ यति लाग्दो रहेछ नि है। लोड छ यो स्कुलमा पनि है, स्टुडेन्टहरू चाहिँ लोड छ। मलाई चाहिँ टाउको हान्यो है, टाउको हान्यो भने के गरौँ ब्लक हान्यो। शिव के छ भाइ चाहिँ अनि ओहो ल तर ल खै अब चाँडो भयो है गाइज। लुगा सुगा लाउँदैछु म। यताबाट यता हाल्ने अनि यस्तो यतिको चलाउनु पऱ्यो नि। टेट 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 ओ बुलेट पाटा गर्दै पाते आएको छ गाडी है। त्यस्तो त गर्नु हुँदैन नि यार। मान्छेका धन्दै लगायो रन्डीको छोरो फेरि झ्याङ लगाउने खाते यत्रोमा बस आएर रोक्छ यार। पनि अझ मान्छेहरूले यति पेले हिँड्छ नि यतानिर यस्तो रिस तो गाइस अब लाइसेंस निकाल्यो भने चाहिँ मेरो पनि पठाउने हो हैन। गाइस भयो लाग्यो के भन्छ त्यो चाहिँ म कोही जाने सुन्नु भएको हो म के साह्रो हो। त्यसै पनि सानो हो हैन नि यहाँ पनि हो अघि लाग्नु पर्छ नि। म चाहिँ यहाँ अब आइरहेको पहिला सुरु यहाँ पहिला सुरु भएर जान्छ त्यताबाट जान्छु। म हेरेर ओ उसलाई भनिएर है उसले भनिएर क्या ओ ओ माछा पऱ्यो पकाउ भनेर होइन पैसा कमाउनु परेको नि घरमा पनि पैसा कमाउनु पर्छ घरमा पनि छैन है। बिस्तारै हेरेर चलाएको हुँदैन हेरेर यो पुऱ्याउनै पर्ने हेरेर अनि पुऱ्याउनु भन्दा पनि ठिक आफूले सक्ने त चलाउनु पर्छ नि बाटो हेरेर अलिकति मैले हेरेर भन्दा हेरेर सपोर्ट गरिदिनु। अब भाइले जाँदा म चाहिँ यहाँ यस्तो मुडेछु होइन यस्तो मुडेर जानेछु। यो चाहिँ हो रानीवनको साइड रानीवन माथि हो गाईहरू तपाईँलाई थाहा छैन रानीवन माथि हो। यो चाहिँ बगानमा लोड्यो हुन्छ है गाडीहरू बगान बाटोमा पनि बगाएको छैन होइन। यस्तो खाले गर्दै अब समयले गर्नु एक जनाको नानीहरू चिज बोका छ है यो रानीवनको बगान छ है त्यो चिसो यति साह्रो छ कि
भएको मैले तपाईँको होइन मैले होला लाइक गरिदिनु सब्सक्राइब गरिदिनु होला होइन सक्यो यसको नाम सक्यो यसको नाम यसको भिडियो आज भएको भिडियो हो है यदि म पनि पहिले यसको गरेँ थिएँ है मैले बुझा भयो अलिकति अब सुनिन सक्यो यसको सक्यो पनि सक्यो अब त गाइस हामी यहाँ आइपुग्यो हामी अब जान्छौँ रानीगञ्ज जान्छौँ अरू मान्छेहरू रानीगञ्ज भ्रमण गर्छ यताबाट बस्थ्यो है त मैले म यहाँ यता बोल्छु लाइक सब्सक्राइब गर्नुभयो भिडियोलाई एकदम सब्सक्राइब गरेँ यस्तो राम्रो मैयाहरू भिडियो आउँदैछ यहाँ यो काठमाडौँमा मैयाहरू चाहिँ एकदम राम्रो राम्रो थियो राम्रो पनि हुने हामी पनि हुने अनि यहाँ चाहिँ छाडा पनि हुने नछाडा संस्कारी पनि हुने सबै हुने क्या सबै हुने ठाउँ चाहिँ त्यसैले यो ठाउँ भनेको त्यही हो यो थकाएर फेरि यो भनेको वान हो भाइ हो त्यही हो मन्दिर केटा हो पूजा गर्ने के हो आरती तिमी त छौ पूजा गर्न तिमीले गर्दा मैले पूजा गर्न पाएन सबै आजबाट मैले बाइकसित पनि गएको बाइक पनि सिक्यो बाइक हावा पनि भयो त्यो रमाइलो भयो रमाइलो पनि भयो त्यही हो अब यो बाइक पनि चलाउनु सक्दो रहेछ मैले एक्लै हालेर तपाईँ यहाँ होइन त्यस्तो हेर्दै होला सर्ट लगाएको छु सर्ट लग्दैन एकदम माया देखियो पुरा भयो यहाँ मजाहरू भोलि ल्याउँछ तपाईँ त आकाशै गाडी स्विचिङ भयो नि त यतैबाट रहेछ है गाइस छैन के हुन्छ मैले अहिलेसम्म गल्ली चलाएको छैन पुराले बाङ्गमा सौरे जाँदो यस्तै हो गाइजहरू यतातिर म भाइले पनि स्कुलै जाँदैन है स्कुलको बाटैबाट जान्छु त्यो रहेछ भने त्यो आउँछु त्यसो भने बाहिर निस्केर हिँडिरहेको रहेछ भने चाहिँ हो 27 भएछ छुट्टी भएको छैन अलरेडी है अब यसो मलाई उही चिप्ल्यो गाइजहरू चिप्ल्यो बाइक चलाउनु खाएको छु होइन अब कसरी जान्छ त अब यहाँ राइडर पो हो त यार गाइस अब एकछिन म पर्खिन्छु भाइलाई ल भाइ आउँदैछ है त त्यहाँबाट सुस्त मुस्त तन्दुरुस्तताले आउँदैछ के हो त्यहीँ बस तिहार जाने अब के आएर यता ल यता हिँड्छ ल के हो ढिलाउने लाजै लाग्यो हेरे भुइँतिर चढेन ल एन्जल ल अब सुस्त मुस्त तन्दुरुस्त पाराले यताबाट जाने है त त हामीलाई सो गाइज अब चेपबाट जाने भाइ चाहिँ के हो ठुल्ठुलो कुरा गर्छ त के हो दिउँ क्या हो उनलाई गाइज हल्का मेरो मोबाइल हल्का बाङ्गो भएको रहेछ एकछिन मिलाउँ है त अनि त्यसपछि गाइजहरू सपोर्ट देखाउनु पऱ्यो क्या अब आधा हाल त्यहाँ होइन नरिसाउनु होला गुगुल्जीको ह्याट किनमा त गएको हुन्छ नि त या
अनि पछि साउनमा अघि झन्डै लडेको गाई झ्यार अनि भिडियोमा आएको होला है फर्स्ट टाइम हो म त्यस्तो भएको होइन अनि यहाँ चाहिँ के भएर भने त्यो मान्छेहरू चाहिँ के हुन्छ के बाटो बिच चाहिँ आइदिने अनि ल सो गाइस मैले उयो गरेको बन्द गरेको जाडै हान्टेको ल आज चाहिँ मैले स्पिड हेर्नु गाइस अनि स्पिड होइन फोकस अनि स्पिड यो बाटो चाहिँ अब भर्यो भने के आउँछ सबै मैले अब यताबाट सट्ट यस्तो उकालेर घर्नु बित्तिकै गयो उयो गरिहाल्यो है ल चाहिँ हामी चाहिँ रुम आइपुग्यो आइरहेको रहेछ हात्ती हिँडाइसक्यो गैडाहरू बिस्तारै भने यही हो ढोखलाउ त समाते बस यार छट कुकुर पो मान्छे हुँदा चार भएको अनि के भन्नु यहाँ त यो कुत्ता ओए र गाइस यो चाहिँ भाउजू हाम्रो सो गाइस घर आइपुगेँ म चाहिँ मेरो भाइहरूलाई लिएर आएर अनि अब चाहिँ भ्लगै एन्ड गर्छु है कस्तो लाग्छ भ्लग है माया देखाइदिनु होला है कोसिस गरेको थिएँ मैले जस्तो भए पनि अब कोसिस मेरो कस्तो हुन्छ है त्यो पछि नै थाहा हुन्छ अब भिडियो यहीँ एन्ड गर्छु है त बाइ ल